हो अन्त चाहिँ म चाहिँ जान आँटेको छु आज माइत है 15 अगस्त मनाउनु है। हाम्रो बाटो चाहिँ यस्तो छ है, यसरी हिँड्नुपर्छ नि त। अनि त्यही कारणले चाहिँ राम्रो लुगा र राम्रो जुत्ताहरू लगाएर नहिँडे पनि हुन्छ। खुट्टा लाग्नु थालेपछि त अन्त पखेटा पलाएको जति नै गर्छ नि त नानीहरू। ल आजसम्म हेलो सेवाली अनि नमस्ते अनि वेलकम ब्याक टु माई युट्युब च्यानल अनि साथैमा गुड मर्निङ मेरो सबै मेरो युट्युब फ्यामिलीहरू है। अब कतिजनाले अब मर्निङ हेर्दाखेरि मर्निङ हुन्छ होला, कतिको इभिनिङको त कतिको नाइट है। तर मेरो अहिले चाहिँ भिडियो स्टार्ट गर्दाखेरि चाहिँ मर्निङ भएर चाहिँ बिहानको पर्ख हो। अन्त चाहिँ म चाहिँ जान आँटेको छु आज माइत है 15 अगस्त मनाउनु है। अन्त सो एक्साइटेड म चाहिँ घर जानु है, माइत जानु। अन्त चाहिँ माइत घर नजिक हुनु पनि एकदमै फाइदा छ हो। अनि वारिपारि हो नि त सन्तासिङ चाहिँ, अन्त त्यही कारणले चाहिँ म चाहिँ एकदम यहाँनिर रेडी भइरहेको छु हो। अनि मेरो छोरा पनि उपर रेडी छ कोपासँग, कोपाले माथिसम्म पुऱ्याइदिनुहुन्छ नि त मेन रोडसम्म। अब माथि छ नि त मेन रोड, अनि त्यही कारणले चाहिँ बोक्नु सक्दिनँ नानी, अनि त्यही कारण कोपा चाहिँ बोकिदिँदैछ। अन्त मेरो झोलाहरू मेरो सौदाहरू उपर छ, आधी सौदा चाहिँ अस्ति घर पुगिसकेको छ। यो चाहिँ मेरो कोसिलीहरू छ, यहाँनिर छ मेरो कोसिली हो। अनि यहाँ छ ब्याग हो। अन्त चाहिँ 1-2 हप्ताको लागि चाहिँ म चाहिँ गएको माइत, अन्त 15 अगस्त मनाउनु गएको नि त। उहाँ चाहिँ अब नजिकै छ, अन्त नानीलाई पनि अब अहिले त अब नानीले पुरा अब के भन्छ याद गर्ने भएको छ नि त, हेर्छ नि त त्यस्तोहरू होइन, पुरा मन पराउँछ। अन्त रङ्गी-चङ्गी, अनि त्यही कारणले चाहिँ अब लास्ट चाहिँ अब सानै थियो, त्यही कारणले अब लास्ट टाइम लगेको, तर सानै थियो नि त त्यसरी हेरेन नि त। अब योपालि चाहिँ लगेको मैले अगाडि नै हो। अनि यो लास्ट चाहिँ त उसको पापा पनि थियो, उसको पापाले बोकेको थियो। अन्त योपालि चाहिँ त्यो कोपाले दुःख पायो हो। बबिता स्कुल गएको। अन्त हामी चाहिँ यहाँनिर प्रवीण भाइलाई पर्खिरहेछ। अन्त प्रवीण भाइको स्कुटीमा चाहिँ यो सामान लगाइदिने भनेको नि त। उकालो बोक्नु त एकदमै साह्रो पर्छ, अन्त कसले बोक्ने, म सक्दिनँ, नानी बोक्छ न, सामान बोक्नु सक्छु, बिकामै भएको छु म चाहिँ हो। अन्त त्यहाँदेखि उकालो निकै गरम छ नि त सामानहरू, अनि त्यही कारण चाहिँ स्कुटीमा पठाउँ भनेर चाहिँ पर्खिरहेको छु हो। अन्त वेदर चाहिँ यस्तो छ हाम्रो अहिले हो, साउनको महिना हो। अन्त हेर्नुहोस् न साउनको महिना, अम्बक चाहिँ हेर्नुहोस् यस्तो दामी फलिरहेछ। अन्त पाकेछ पनि के छिटो पाकेछ होइन, आउँदै होला, उयोबाट बोलाउनु पर्छ जस्तो छ। अन्त अब चाहिँ हामी जाने, म सोध्नु पऱ्यो उता होला माथिसम्म चाहिँ यस्तो छ हाम्रो चाहिँ, यस्तो लाउनुपर्छ, चप्पल लाउनुपर्छ हो। मेरो झोला भारी त कहिले नानीको आमाहरू कहिले खाली चाहिँ बोक्नु हुँदैन क्या, जहिले पनि भारी 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 माथि सुपारी। नेनु भाइ कहाँ गएको नानी, कहाँ गएको, मामा घर हो। खोइ हेलो, खोइ नानी हेलो हेलो गाइज नि फ्लाइङ किस गरिदिनु न, यता हौ यता 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 गाइजहरूलाई हो, नक्कल पारिदिनु न। ए नपार्नु ल ल खै त हेर्नु त, यहाँ हेर्नु न, यहाँ हेर्नुहोस् है, नानी यहाँ हेर्नु न, यहाँ हेर्नु त फोन हेर्नु त, ऊ यहाँ हेर्नु न फोन। म प्रवीण बाङ्गालाई बोलाउँछु ल। के बिजोक नानी हेर्नु नि त्यहाँनिर, होइन 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 हौ यतै ल्याइदिनु भने नि त, हिँडेर नि हौ हिँडेर। भाइको स्कुटीमा हामीले चाहिँ सामान राखिदिइसक्यो। अब हामी चाहिँ गएको उकालो, ल्याइदेऊ ल गएको ल। ए पछ्याएको आमाम छुर्पी गएको नानी, गोलाइमा लिन्छ अरे ल आन्टीले, ल आऊ ल गएको ल, हामी चाहिँ हिँडेको। बाई बाई पछ्याएको नि आमै छाउ गएको होइन, ए गएको ल। पछ्याउँदैछ तल पिन्डोको नानी चाहिँ हो, नानीमा चाहिँ यस्तै हो, नानीहरू बाजे बोजूको प्यारो हुन्छ नि त। अन्त त्यही कारण अगाडि अगाडि कोपा नाति, म चाहिँ गएको पछि ला यहाँ पछाडि, म त यसो छु त भुलक्कड। म आउँदैछु तलै,
होइन आमा छ गएको आउँदै गर्छु आइह पानी चाहिँ नआइज माथि सामान हो यति नै हो पापाले छोडिगयो मलाई पापा यति छिटो हिँड्नुहुन्छ नि म चाहिँ छोडिदिन्छु नि त अन्त हस् साथीहरू अहिले भेट्छु है त अहिले चाहिँ बाई बाटो चाहिँ यस्तो छ त्यही कारण चाहिँ जुत्ता चाहिँ नलगाए पनि हुन्छ क्या जुत्ता चाहिँ हातमा बोकेर हिँड्नुपर्छ नानी पिलो गर्छ क्या पापाको त पिलो जस्तो छ त होइन नि टाइम लाग्छ नि पिलो त पिलो रहेछ क्या चिलाउँदैछ पनि होला त्यहाँ त्यही हो पिलै गर्छ पापाको जय गणेश नि नानी खै किल्टुङ गरिदेऊ न स्कुटी बाइक भनेको यति छिटो हुन्छ नि माथि पुगेको भाइ हाम्रो बाटो चाहिँ यस्तो छ है यसरी हिँड्नुपर्छ नि त अनि त्यही कारणले चाहिँ राम्रो लुगाएर राम्रो जुत्ताहरू लगाएर नहिँडे पनि हुन्छ यो लगायो भने मात्रै जित्छ जस्तो छ यसरी हिँड्नुपर्छ है हामी चाहिँ हो यसरी हिँड्नुपर्छ यस्तो बाटोमा चाहिँ साह्रो पर्छ हेर्दा मात्रै यो बाइक यत्रो रहेछ कि 5 किलो जस्तो छ यहाँ सामान के हाल्दा अझ अस्ति पठाएको एउटा झोला गाडीमा हो नानीको लुगा फाटाहरू अन्त मेरोहरू अन्त तर नि के सम्झिँदै हाल्दा यस्तो भइहाल्छ हो पापा र नानीको हत्तु भयो म त र साथीहरू अहिले भने चाहिँ हामी चाहिँ यहाँनिर माथि मेन रोडमा चाहिँ आइपुगिसक्यौँ होइन आएर चाहिँ अब यहाँ चाहिँ हामी गाडी पर्खिरहेको छौँ गाडी चाहिँ भनिरहेको छौँ अब हेरौँ के हुन्छ अब ढिलो आयो भने अगाडि केही अब अरू गाडीहरू पाइहाल्यो भने हिँडिहाल्छु म हो अन्त म चाहिँ यहाँबाट तपाईँहरूले हाम्रो घर देखाउँछु ल कति टाढो चाहिँ हो हाम्रो घर भनेर चाहिँ घर चाहिँ देख्दै गर्नु भएको छ नि त्यो हो हाम्रो चाहिँ त्यहाँबाट आउनुपर्छ हामी चाहिँ त्यहाँबाट चाहिँ यस्तो उकालो आउनुपर्छ अन्त त्यहाँबाट यस्तो उकालो आउनुपर्छ अन्त त्यही हो अन्त पापा र नानी चाहिँ ऊ पर्छ मेरो हो त्यहाँ चाहिँ हामी आन्टीकोमा आएछ यहाँनिर अलिक फ्रेस भएको म चाहिँ पसिना सुकेको छैन ला बाख्रा आएछ बाख्राभित्र पस्दो रहेछ नि त यो गाउँ खाँदो रहेछ कि यहाँ चाहिँ कहाँ छ नि ओइ लड्छ खुट्टा लाग्नु थालेपछि त अन्त पखेटा पलाएको जति नै गर्छ नि त नानीहरू पनि ल आछामा अन्त अब चाहिँ हामी गाडी आएपछि चाहिँ यहाँबाट जाने हो हिँड्छौँ यहाँबाट गाडी नजाउँसम्म चाहिँ यहाँनिर उसलाई उसको ड्युटी मैला हुन्छ त्यहाँ मैला हुन्छ ऊ कहाँ छ नानी म्याउ कहाँ छ म्याउ कहाँ छ अहिले भने चाहिँ हामी चाहिँ मन्दिर खोला आइपुगेको छौँ म गाडीमा चढेर चाहिँ हामीले अन्त फुपाको गाडी पाएँ नि त अनि त्यही कारणले चाहिँ उहाँ चाहिँ स्कुल जानु रहेछ अन्त हामीलाई पनि त्यहाँ रिसिभ गर्नुभयो अन्त हामी चाहिँ पर्खिरहेको छौँ फुपाहरू चाहिँ पर आज चाहिँ साउनको 4th सोमबार हो नि त त्यही कारण चाहिँ यहाँनिर पानी मन्दिरमा पानी चढाउनु जानुभएको छ हो अन्त हामी चाहिँ आमा छोरा चाहिँ पर्खिरहेको छौँ हाम्रो सामान यहाँनिर हतार यहाँ हालेको छु अन्त चाहिँ अब चाहिँ फुपा आएपछि चाहिँ फेरि यहाँबाट हिँड्छौँ है अन्त भिडियो चाहिँ हेर्दै गर्नुहोस् है अहिले भने चाहिँ म चाहिँ घर आइपुगिसकेको छु समथार मेरो माइत घर हो अन्त म चाहिँ अहिले भर्खरै खाना खाएर यहाँनिर बसिरहेको छु मेरो नानी यता छ हेलो खोइ नानी हेलो ए हो के भएको है केही पनि भएको छैन अन्त यहाँ चाहिँ आफ्नो काम भइरहेछ अन्त भाउ ए यहाँ ठोक्यो ला
अनि आफ्नो काम भइरहेको छ हो। अन्त भाउजू पनि आउनुपर्छ अहिले भर्खरै घर हो। के भयो ल ल अन्त आफ्नो काम छ। भाउजू पनि झार गर्दैछ यता। अन्त निनी यहाँनिर हाम्रो पढाएको निनी चाहिँ यहाँनिर झार गर्नु सघाउँदैछ। कान्छी निनी यता लुगा धुनुहुँदैछ, लुगा धुवाइ हो। अन्त मानिनी चाहिँ यहाँनिर नगर सब्जी बनाउनुहुँदैछ मुन्टा। उयो के अरे फर्सीको र उयसको हालिदिएको टिप्नु भएको छ पापाले। के अरे लौकाको। अन्त अब चाहिँ मेरो ड्युटी चाहिँ कुकिङ हो। यहाँ नि छोरा पस्दै पाइरहेछ। म चाहिँ अब खाना पकाउने ड्युटी छ मेरो। अन्त हत्तु भएन सो अब मेरो चाहिँ ड्युटी चाहिँ खाना पकाउने हो। अन्त यहाँ भाँडा पनि खाजा खाएर भाँडा थुपाइरहेको छु। भाँडा मास्नु छ हो। अन्त अहिले भेट्छु तपाईँलाई। बाई बाई। के भयो तपाईँको फोन? सुसादेव राईले भने चाहिँ हामी चाहिँ माथि घरबाट हो अहिले भर्खर आएको। यहाँनिर दिनभरि चाहिँ वहीँ बसेँ नि त। अन्त भिडियो पनि गर्नु पाएन किनकि उहाँ चाहिँ पुरा आज चाहिँ अब साउनको लास्ट सोमबार थियो नि त। त्यही कारण चाहिँ पूजा थियो। त्यही कारण चाहिँ पुरा भजन लगाइरहेको थियो नि त। अन्त कपिराइट लाग्छ भनेर मैले त्यहाँनिर भिडियो बनाइनँ हो। अलिअलि क्लिप चाहिँ लिएँ हो। अनि त्यही कारणले भिडियो त्यति साह्रो गरिनँ। अन्त भर्खर चाहिँ हामी यहाँनिर माथि घरबाट आएको। यहाँनिर गाले थन कमानको गरिसकेर चियापानी खाएर चाहिँ यहाँ बसिरहेको छु। चियापानी मतलब चिया, अर्को चिया होइन। अन्त चाहिँ यहाँ हाम्रो भाउजू हुनुहुन्छ। भाउजू यता हेर्नुहोस्, हेलो भन्नु न। नानी भाइ यता हेर्नुहोस् त। छिटो नि मैला मैला। खै हेलो छिटो। खै हेलो गर्नुहोस् न नानी। छिटो न यता हेर्नुहोस् त नानी। अपी माटो छाडा माटो पो उसले त फ्याँक्दो रहेछ हौ। हाम्रो भाउजूको त फोन के भएछ कुनि अहिले भर्खरै के भयो बिग्रेछ। अन्त चाहिँ यहाँ चाहिँ झन्डै लडी सयपत्री पनि यहाँनिर यत्रो भइसकेको छ। म चाहिँ यहाँनिर आफ्टर कति 1 मन्थको बादमा आएको होला म यहाँ चाहिँ हो। अस्ति पनि 1.5 महिना जस्तो बसेर गएको हो। अन्त चाहिँ अब चाहिँ 15 मनाएर मात्रै जान्छु यहाँबाट चाहिँ। अन्त चाहिँ यहाँ चाहिँ मलाई ढुक्कै हुन्छ माथि भन्दा पनि, माथि घरमा भन्दा यहाँनिर चाहिँ ढुक्क लाग्छ क्या। उहाँ चाहिँ अब बााउन्ड्री बारेको छ नि त, गेटहरू छ। अन्त नानी बाहिर पनि जाँदैन। अन्त माथि चाहिँ छत जान्छ भनेर पिर लाग्छ नि त। अन्त यहाँ चाहिँ ढुक्कै हुन्छ। अन्त कान्छी निनी अन्त हामी चाहिँ अघि गाडीमा आयो होइन। कान्छी निनी चाहिँ अहिले भर्खर आउँदैछ। अन्त काम धन्दा गर्दैछ यता छोरोले। को आउनु भएको छ यहाँ हेर त नानी। नानी को आउनु भएको छ हेर न। छुक हाम्रो भाउजू टेन्सन फेरि बिग्रियो भनेर। म चाहिँ साथीहरू यो भिडियो चाहिँ म इन गर्छु होला है। हस् त बाई बाई। थ्याङ्क यू फर वाचिङ। सी यु नेक्स्ट भ्लग। बाई बाई।